तर त्यो सुदन गुरुङ भन्नेलाई घिसार्न पर्यो भने सक्नुहुन्छ? एमाले चाहिँ 2 दिन पर्खिनु पर्छ भनेको। सिमानामा गएर तपाईँलाई थ्रेट गर्नुभयो उहाँले? किसान श्रेष्ठ नभएको बेला पारेछ र किसान श्रेष्ठको घरमा गएछ। किसान श्रेष्ठ भएको भए अचार हुन्थ्यो, अचार। सुदन गुरुङ चाहिँ अचार बन्थ्यो। किसान श्रेष्ठ नभएको मौका पाएछ र गर्दै हिँडिरहेको थियो। त्यो कायर त के देखाउनु पर्यो? त्यो त गैरजन्जी फटा हो, त्यो लठैत हो, त्यो डकैत हो, यो लुटपाटहरूमा संलग्न मान्छे हो। तर तपाईँहरूलाई नै भने गम्भीर आरोप लगाउनु सुदन गुरुङले एमाले भनेको चाहिँ लट्ठै त हो, एमाले भने गुन्डाको पार्टी हो, महेश बस्नेत भनेको गुन्डा हो भनेर सुदन गुरुङले बारम्बार भन्नुभएको छ। अब सुदन गुरुङहरू सिंहदरबार जलाउन, यो बालेन भन्ने लुसिफरको आदेशमा कहाँ के अपराधमा संलग्न छ, यसको सबै फेरिस्त बढिसकेको छ। तपाईँले कारबाही गर्न सक्नुहुन्छ सुदन गुरुङलाई? जनताले गर्छन्, जनकारबाहीमा पर्छ।